प्रहरी न सत्ताको हुन सक्यो न जनताको हुन सक्यो त केवल सधैँ घटनाको निशाना हुन सक्यो। तल्लो दर्जाको प्रहरीले यति बेला जागिर छोड्नेको लहर बढिरहेको छ। रमेश थापा लेख्छन्, यो देशको सबैलाई चाहिने र कसैलाई मन नपर्ने सेवा र जागिर भनेकै पुलिस रहेछ, अनि सबैभन्दा बढी अन्याय पनि प्रहरीमाथि नै भइरहेको छ। अरू सेवाभन्दा बढी क्षमता पनि यसैमा छ, सबैभन्दा दुःख कष्ट पनि यसैमा छ, तर सुविधा सबैभन्दा कम छ। प्लस टू पास गरेपछि प्लस टू पास गरेकाले अरूले खरदार समेतको जागिर पाएर सेवा सुविधा लिन्छन्, तर प्रहरीले भने सदैव गोली बारुद र अनि गट्ठा समाएर जनताको सेवामा समावेश भइरहनुपर्छ। र यसरी बुझौँ, सुब्बा सरह क्षमता र सुब्बा सरह काम हो, तर यसलाई तल्लो दर्जाको रूपमा समेत बुझिएको छ। र आर्मीमा तालिम सकिएपछि अधिकृत हुन्छ, तर पुलिसमा असै हुन्छ, जुन खरिदार सरहको काम हो। जिम्मेवारी र सिपको हिसाबले हेर्ने हो भने सबैभन्दा बढी कठिन अवस्था यहाँ सिर्जना हुन्छ, तर सबैभन्दा ज्यान र सबैभन्दा अप्ठ्यारो परिस्थितिमा घुमाउरो शब्दले भन्दा सबै कठिन शब्द पनि यसैमा पर्दछन्। तर चाडपर्व नभनी, घर परिवार नभनी निरन्तर जागिरीमा खटिरहेका प्रहरीहरू न आफ्नो इच्छा चाहना पुरा गर्न पाउँछन्, न आफ्नो सपना पुरा गर्न सक्छन्। अन्ततः जागिर नछोडेर के गर्छन् त सरकार? न सरकारले पुलिस र प्रहरी र उनीहरूको सेवा सुविधा बढाउन सक्यो, न उनीहरूलाई सदैव प्रहरीको दर्जामा राख्न सक्यो। उनीहरूमाथि केवल अन्याय मात्रै गरियो र सरकारप्रतिको दमन गरियो, र त्यसकारण अहिले तल्लो दर्जाका प्रहरीहरूले दिन प्रतिदिन जागिर छोडेर विदेश गइरहेका छन्। सरकारले अब सोच्ने बेला आएको छ भनेर उनले लेखेका छन्।